आयोजक समितिको हार्दिक आभार व्यक्त गर्छु र विषयवस्तुमा प्रवेश गर्न सुभाष महोदयको अनुमति चाहन्छु। सामाजिक सञ्जालको विवेकपूर्ण प्रयोग आजको आवश्यकता। हामी बसोबास गर्ने समाज आधुनिक समाज हो जहाँ विज्ञान र प्रविधिको अत्याधिक मात्रामा प्रयोग भएको पाइन्छ र यही विज्ञान र प्रविधिको प्रयोग गरी निर्माण गरिएको संसारको सबैभन्दा ठुलो सशक्त माध्यम हो सामाजिक सञ्जाल। साथै इन्टरनेट प्रविधिको प्रयोगद्वारा आफ्नो विचार र सृजनशीलता आदान-प्रदान गर्न प्रयोग गरिने माध्यम सामाजिक सञ्जाल हो। यसका उदाहरण युट्युब, फेसबुक, व्हाट्सएप, इन्स्टाग्राम आदि हुन्। साथै यो सूचना दिने अनलाइन प्रविधिको एक मुष्ट सामूहिक रूप बनेको महोदय। आजभोलि सामाजिक सञ्जालका प्रयोगकर्ताहरू दिनानुदिन बढ्दै गइरहेको पाइन्छ र एक तथ्याङ्क अनुसार विश्वका 4,7,48 करोड मानिसहरू सामाजिक सञ्जाल प्रयोग गरिरहेका छन्। यसको अर्थ विश्वका आधा मानिसहरू सामाजिक सञ्जालमा भेटिन्छन् र यो कुरा मनन गर्दा सामाजिक सञ्जाल मानव जीवनको अभिन्न अङ्ग भइसक्यो भन्ने कुरामा कुनै दिनमा छैन महोदय। यसो त सामाजिक सञ्जाल कुनै पनि अभियानका लागि एक औजार हो, तर यसको सही प्रयोग गर्न सकिएन भने यो घातक पनि हुन सक्छ र आजभोलि हाम्रो समाजमा यसको सदुपयोग भन्दा पनि दुरुपयोग बढी भइरहेको पाइन्छ र यो कुरा सन् 2023 जुलाईदेखि 2024 फेब्रुअरी 7 सम्म अर्थात् मात्र 8 महिनामा नेपाल प्रहरीको साइबर ब्युरोले 13,330 वटा साइबर अपराधको मुद्दा दर्ता गरेको र त्यसको 85% अर्थात् 11,425 मुद्दा सामाजिक सञ्जालसँग सम्बन्धित रहेकोले तथ्याङ्कले स्पष्ट पार्छ कि हाम्रो समाजमा आजभोलि कति यसको दुरुपयोग हुँदैछ महोदय। हामीले सामाजिक सञ्जालबाट बालबालिका र किशोर-किशोरीहरू शिकार भएको त सुन्ने होला, तर आजभोलि यसको अत्याधिक दुरुपयोगले गर्दा कलेज पढाउने शिक्षकहरू समेत यसको शिकार भएको पाइन्छ र यसको उदाहरण हो मेरो साथीको दिदी पढ्ने कलेजको एक शिक्षक विवश तस्बिर। एक महिनामा लाखौँ पैसाको नाम, सेक्सटोर्सन र आएको चरम दुरुपयोग जस्ता कार्यले गर्दा अहिलेसम्म पनि त्यस्तो समस्याबाट मुक्त हुनु परेको छैन र महोदय यो आजको समाजको तीव्र वास्तविकता। त्यसैगरी बेलायतमा गरिएको एक अध्ययन अनुसार